घरमा कम्प्युटर नहुँदा म काम पर्दा सुजनको घर जान्थे। म बीएससी पढ्दै थिएँ। फेसबुक र ट्विटरको जमाना भन्दा पहिलेको कुरा हो। एक दिन कम्प्युटरमा फारम भर्ने काम भएकाले म सुजनको घर गएँ। अंकल आन्टी त अफिस जानुहुन्थ्यो। घरमा +2 सकेर बसेकी सुलभकी बिहिनी सुधा हुन्थे। ढोका ढकढकाए, कोही ढोका खोल्न आएन। यसो ढोका घचेटेको ढोका खुल्लै रहेछ। म खुरुखुरु कम्प्युटर रुममा गई काम गर्न थाले। सुजनको ड्याडी कुनै आइएनजिओमा काम गर्नुहुन्थ्यो। नेपालमा थोरै घरमा इन्टरनेट हुँदा उनीहरूको घरमा जतिवटा कम्प्युटर चलाए पनि हुने इन्टरनेट सुविधा थियो। कम्प्युटर चलाउँदै थिए, कसैले मेरो याहू मेसेन्जरमा मेसेज पठायो, कता हो दाइ? आजकल त घरतिर आउनु पनि हुन्न। सुजन नहुँदा पनि आउनुहुन्न र सुधारै छे। मैले भने माइनस खै आउँदा तिमी भेट हुन्नौ। अघि भर्खर आएको थिएँ, ढोका खुलेन अनि फर्केर गएँ। मैले उसकै घरमा भएर पनि जिस्केर भने। उसले थपी, दाइ आज तपाईँको एकदम सम्झना आइरहेछ, मिलाएर आउनु ल, मैले मिलाएर आउँछु नि भने। हाम्रो त्यस्तो गफ हुँदै थियो। सँगै टाँसिएको कोठाबाट केही आवाज आए जस्तो लाग्यो। सुरुमा त्यति ध्यान दिइन। धेरै बेर पछि के रहेछ भनेर कान ठाडो पारे। आइरहेको थियो। मलाई लाग्यो सुधा कतै लडी छ। म त्यता दौडिएर गएँ। सुधा त नुहाएर उसको कोठामा नाङ्गै घाम ताप्दै जिउमा तेल लगाउँदै रहेछे। उसलाई अकस्मात नाङ्गै देखेर म नर्भस भएँ। मैले कहिले त्यस्तो सोचेको पनि थिइनँ। खासमा तेल लगाउँदै जाँदा आफ्नो पुतीको रौँमा तेल लगाएपछि पुतीभित्र हात पुग्दा ऊ सायद उत्तेजित भएकी थिए। 18 वर्षकी जवान केटी नाङ्गै घाममा पुती चलाइरहेकी अनि एउटा 20 वर्षको ठिटोले त्यो देख्दा के भयो होला? उसको ल्यापटप खुल्लै थियो। मैले देखेँ ऊ ल्यापटपमा पनि बेला बेलामा हेर्दै थिए। मैले चियाएर हेरेँ, ल्यापटपमा मेरो फोटो खोलिएको थियो। म छक्क परेँ। ऊ बेला बेलामा आफ्नो बुबुको निप्पललाई हातले ठेलेर मुखसम्म लान्थी अनि चिप्रो निकालेर निप्पल चुस्थी अनि अर्को हातको औँलाले पुतीभित्र चलाउँथी। सायद त्यस्तो गर्दा ऊ असीमित उत्तेजनामा पुग्थी अनि आवाज निकिन्थ्यो। आह, मैले एकछिन लुकेरै हेरेँ। थाहा नै नपाइकन मेरो लाडो ठन्किसकेछ। सिधै ढोका खोलेर जाने आँट आएन। कम्प्युटर रुममा गएर उसलाई मेसेज गरेँ, के गर्दैछौ? उसले भनी, त्यत्तिकै बसिरहेछु। ल्यापटपमा तपाईँको फोटो हेर्दैछु। मैले किन मेरो फोटो नि भने। उसले भनी, त्यत्तिकै हेर्न मन लाग्यो। मैले थपेँ, तिमीले मेरो के हेर्थ्यौ? आफ्नै बोयफ्रेन्डको हेर्दै होलाउ नि। उसले आफ्नो बोयफ्रेन्ड नभएको बताई। अनि मलाई कहिले आउने घरमा भनी, मैले पनि तिमी सम्झ म तिम्रो अगाडि हुन्छु भने। उसले नाइ त्यसरी त अहिले नै त नआउनु भनी। मैले किन कोसँग छौँ र अहिले नआउन नहुने भने। उसले कोही छैन भनी। त्यसो भए म किन आउन नहुने? यस्तै कुरा भयो। उसले अहिले चाहिँ प्लिज नआउनु है भनी। मैले तिमीले मलाई सम्झिएर छौ भनेको होइन। ल म आए जे परे पर्ला भने र उसको रुममा गए। ऊ आतिए जस्तो भई। मैले आतिनु पर्दैन, म अघि नै देखि यहीबाट च्याट गर्दैछु। तिमीले गरेको सबै देखिरहेछु भने। मैले यस्तो भएर पो अहिले नआउनु भनेको? अनि मेरो याद यस्तो बेलामा आउँदो रहेछ है भने। ऊ केही बोलेन। मैले दौडेर उसको बुबु समातेर माट्न लागे। उसले प्रतिवाद गरिन्। एकछिन पछि बरु अलि बिस्तारै भनी, मैले पनि बिस्तारै नै गर्छु मैया भने र ल्यापटपमा पोर्न साइट खोले। मैले त्यो बेलासम्म आफूलाई नाङ्गो बनाइसकेको थिएँ। मैले सुधालाई भने, तिमी तेल लाउँदै रहेछौ, लौ म लगाइदिन्छु। उसले केही बोलेन्। मैले उसको खुट्टामा तेल लगाउन थाले। झ्यालभित्र तातो घाम आएर यसै पनि ऊ तातेकी थिए। मैले उसको थाइसम्म तेल लगाउँदा उसको पुतीबाट पानी बग्न थालिहाल्यो। मैले उसको निप्पलमा चोर औँलाले अलिकता तेल लाएर चलाउँदासम्म ऊ आह भन्न थाली। त्यो आवाज र उसको नाङ्गो शरीर देखेर म पनि तातिसकेको थिएँ। उसको निप्पललाई जिब्रोले चलाएर चुस्न थाले। ऊ अझै आह भन्दै थिए। मैले आफ्नो औँलालाई उसको पुतीमा पुर्याएर चलाउन थाले। ऊ अब पुरा तयार भ्यास्केकी थिए। दाइ अब सहन सक्दिन, प्लिज बसाउनु प्लिज दाइ। ऊ दयाको भिख माग्दै थिए। मैले उसलाई अब बढी तडपाउनु ठिक ठानिन। उसको दुवै खुट्टा फटाएर आफ्नो लाडोलाई उसको पुतीमा छिराउन खोजे। ऊ कराई, दादा दुख्यो नाइ। मैले अर्को कोसिस गरेँ। लाडो छिर्यो। ओहो कस्तो टाइट पुती। मेरो लाडोको छाला फर्केर मलाई पनि कता कता दुखेको जस्तो भयो, तर मजा आउँदै थियो। धेरै बेरदेखि चलाइरहेर होला उसले छिट्टै छारी। बल्ल मलाई लाग्यो मैले कन्डम पनि लागेको रहेनछु। मैले सुधालाई सोधेँ, अंकल आन्टीको कन्डम होला ल्याऊ, होइन भने तिमी प्रेग्नेन्ट हुन्छौ फेरि। उसलाई थाहा रहेछ। एकैछिनमा लिएर आई। अब तेल लगाउने पालो मेरो थियो।
उसले मेरो खुट्टाबाट तेल लगाउन सुरु गरी मेरो पनि लाडोसम्म आइपुग्दा लाडो ठन्केको थियो। मैले भने, चुस्ने हो? उसले हुन्छ, तर धोएर आउनुस् न भनी। हामी दुवै किस गर्दै बाथरुममा गयौं। उसले मेरो लाडो धोइदिए, मैले उसको पुती धोइदिए। हामी फेरि रुममा आयौं अनि बिस्तारै मेरो लाडोको टुप्पोमा जिब्रोले चलाई। मैले आफ्नो ठन्केको लाडो पुरै उसको मुखमा हालिदिएँ र टाउकोमा समातेर तलमाथि गर्न थाले। अब मेरो झर्ला जस्तो भयो। मैले हत्त नपट्ट लाडो झिके र उसको पुतीको प्वालमा जिब्रो लगेर चाट्न लागे। एकैछिनमा ऊ पनि भिजी। अब हामी 69 पोजिसनमा थियौं। मैले उसले मेरो चुसिरहेका थियौं, चाटिरहेको थियौं। मैले यसपटक उसलाई घोप्टो पारेर डग्गी स्टाइलमा चिक्न थाले। सुरुमा कराउने सुधा अहिले अझै भन्दै थिए। एकछिन टङ किस गर्यो। मैले उसको दुध मर्ने लागे। मैले उसको दुध चुसेको देखेर उसले मेरो पनि त्यस्तै गरी। हामी फेरि तयार भयौं। मेरो ठन्केको लाडोमा त्यही पोजिसनमा ऊ म माथि बसी र उफ्रन थाली। ऊ एकातिर अय्या भन्दै थिए अनि अर्कोतिर उफ्रिने रफ्तार बढाउँदै थिए। हामी दुवैले झार्यौं। कुर्सीमै एकले अर्कोलाई च्यापेर बस्यौं। 2-4 महिना हाम्रो चिकाचिकी चलिरह्यो। यो कहानीको भिडियो हेर्नु छ भने तल कमेन्टमा लिङ्क छ अनि मलाई सब्स्क्राइब र फलो गर्नु होला। धन्यवाद।